दर्शकबिन भारतको उत्तराखण्डमा रहेको 3415 किलोमिटरको उचाइमा रहेको जुन केदारनाथ भन्ने एरियामा आज हामी घुमफिर गरिदिरहेका छौँ। जहाँ हाम्रा मित्रहरू छन्, मङ्गल साई हुनुहुन्छ, त्यसपछि गएर हाम्रो नमराज सर हुनुहुन्छ, लगायत 3 जनाको टोली हाम्रो एकदमै सङ्घर्षपूर्ण तरिकाले हिउँमा दुःख कष्ट गर्दै आज हामी केदारनाथको मन्दिरमा घुमफिर गर्दै छौँ। जुन हाम्रो यात्रा सफल र एकदमै शानदार भएको छ। त्यो यात्रामा हामी एकदमै रोमाञ्चकका साथ इन्जोय गरिरहेका छौँ। जुन यात्रामा हाम्रो कुनै क्षणको पल जस्तै स्मरणीय एउटा क्षण रहेको छ, जुन क्षणलाई हामीले सम्झिरहनेछौँ। तपाईँले देख्न सक्नुहुन्छ यो केदारनाथको दृश्य। यो रहेको छ केदारनाथको मन्दिर, र केदारनाथको मन्दिरभन्दा माथिको हिमाल यो तपाईँहरूले देखिराख्नु भएको छ। हिउँले भरिएको छ, जहाँ कि यो 12 मास यो हिउँ कहिल्यै पनि जान्न यो हिमालको, तर यो तल केदारनाथसम्म चाहिँ जान्छ। खासै अहिलेको तापक्रम एकदमै -4 मा गएको छ, जहाँ आइस जमेर एकदमै कठिनपूर्ण जीवन बिताउन गाह्रो छ। यसका बावजुद पनि मान्छेहरू सङ्घर्षका साथ जुटिरहेका छन्, र कोही यात्रीहरू प्लेनमा गुडिरहेका छन्, तर कोही यात्रीहरू हेलिकप्टरमा छन्, तर कोही यात्रीहरू